समादरणीय दर्शकवृन्द जीवन दर्शन युट्युब च्यानलमा आज हामी भगवान कृष्णको यो पावन स्थलमा आएका छौँ। बुढालीकण्ठ इस्कोन। कृष्णको नाम आफै काफी छ। कृष्णलाई हामीले कसरी बुझ्ने, भगवान कृष्णको महिमा के हो, कृष्णको अर्थ के हो भन्ने कुरा चाहिँ सबैभन्दा महत्त्वपूर्ण हुन्छ। वास्तवमा कृष्ण भनेको कर्म हो, कर्मको प्रधानता नै कृष्ण हो। त्यसकारण हामी जीवनमा यो धरतीमा पदार्पण भएपछि, यो धरतीमा हामीले जन्म लिएपछि सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ कर्म गर्न सक्नुपर्छ। किनभने हामीले गीता पाठ गऱ्यौँ भने पनि कृष्ण र अर्जुन बिचको संवादमा यिनी कर्मका कुराहरू गरिएको छ। र वास्तवमा जीवनमा जहाँ जब जब अन्यायहरू बढ्नेछ, अत्याचारहरू बढ्नेछन्, अनि अन्याय र अत्याचारको अन्त्य गरेर सत्कर्म र सद्धर्मीको संरक्षण गर्नका लागि भगवान विष्णुले लिनुभएका 24वटा अवतार मध्येमा कृष्ण द्वापर युगमा लिएको अवतारको नाम नै कृष्ण अवतार हो। र रामचन्द्र भगवानको जुन त्रेतायुगमा लिएको राम अवतार साँच्चै मर्यादासँग सम्बन्धित थियो, कर्तव्य परायणतालाई बढी ध्यान दिएको थियो। किनभने राजा दशरथले एक वचन, बाबु तिमी वनवास जानु भन्ने बित्तिकै 14 वर्ष वनवास जानुपर्ने भनेको त्यो मर्यादासँग जोडिएका विषयवस्तु हुन्। तर वास्तवमा आज भगवान कृष्णको जन्म भनेको चाहिँ सङ्घर्षको लागि अथवा जीवन बोधको लागि हो। र जन्मेर माताको गर्भमा प्रवेश भएदेखि नै भगवान कृष्णले गर्नुभएका अथक सङ्घर्षहरूलाई हामीले शिरोधार्य गर्नु जरुर छ। भगवान कृष्णले जब माताको गर्भबाट धरतीमा पदार्पण गर्ने बित्तिकैको यो सिङ्गो जीवनमा गरिएका सङ्घर्ष र अथक मेहनतहरूलाई हामीले बुझ्नु चाहिँ भगवान कृष्ण भगवानप्रतिको सच्चा न्याय हुनेछ भन्ने हाम्रो आधिकारिक धारणा रहेको छ। र भगवान कृष्णलाई प्रेमको प्रतीकको रूपमा पनि मानिन्छ। हामीले कसरी बुझ्यौँ भन्ने प्रसङ्ग महत्त्वपूर्ण कुरा हो। 1600 गोपिनीको प्रसङ्ग भागवतमा वर्णन गरिएको छ। वास्तवमा 1600 गोपिनी जसले भगवान कृष्णलाई प्रेम गर्नुभयो, त्यहाँ विवाह भन्ने चिज थिएन। 1600मा कतिपय अवस्थामा भगवान कृष्ण 14-15 वर्षको अवधिमा हुँदाखेरि, भगवान कृष्णको उमेर 14-15 वर्षको हुँदाखेरि 80 वर्ष, 85 वर्ष, 90 वर्षका वृद्ध आमाहरूले पनि भगवान कृष्णसँग प्रेम पदार्पण गर्नुभएको कथा हामीले बुझेका छौँ। प्रेम भनेको भावमा आत्मानुभूत हुनु हो, आत्मिक ढङ्गले प्रेमलाई बुझ्नु हो। प्रेम भनेको कसैप्रतिको श्रद्धा हो, समर्पण हो, अनि आस्था पनि हो। साँच्चै हामीले बुझ्ने प्रेम र साँच्चै प्रेमको गहिराई चाहिँ अति फरक रहेको कुरा हामीले यहाँ जानकारी गराउँछौँ। र भगवानको यो चरणमा स्पर्श गर्ने बित्तिकै हामी भित्रका कुभावहरू पनि हटेर जानेछन्। मनमा एक खालको सकारात्मक सन्देश र सकारात्मक ऊर्जाको अभ्युदय हुनेछ। यस्तो पावन देवस्थल बुढालीकण्ठ भगवानको यो सायुज्य समीपमा छ। र साँच्चै कतिपय कुराहरू हामीले भागवतमा कल्पना गरिएका, कथामा व्यक्त गरिएका कतिपय कुराहरूसँग सम्बन्धित त्यहाँको परिवेशलाई हृदयङ्गम गर्दै त्यहाँको स्कुल वरिपरिको वातावरण त्यो अनुकूलको सिर्जना गरिएको छ। र समादरणीय दर्शकवृन्द, यहाँहरू पनि समय मिलेको बेलामा स्कुलमा आएर भगवान कृष्णको दर्शन गर्नुहोला। किनभने जहाँ भगवानको हामीले नाम लिन्छौँ, नाम लिँदै त मनमा आनन्द हुन्छ भने भगवानको यो स्मरण गरेर यो देवस्थलमा आएर भगवानको दर्शनले पक्कै पनि यहाँहरूका कामहरू बन्नेछन्। भगवानले आशीर्वाद दिनुहुनेछ। कृष्ण भनेको के हो, कृष्णको तत्त्व के हो, जीवन र जगतको बोध केलाई भनिन्छ, अनि भगवान कृष्णले जीवनमा गर्नुभएका सङ्घर्षहरूको साँच्चै हामीले इतिहास पढ्ने हो भने कृष्णको पूजा भनेकै हामीले आफूले आफूलाई बुझ्नु हो। भगवानलाई समायोजित गरेर भगवानले दिनुभएका सन्देशहरूलाई हामीले आफूले आफैमा समायोजित गर्न सक्यौँ भने साँच्चै हामीलाई आफ्नो जीवनको आत्मानुभूत हुने पूर्णतः विश्वास व्यक्त गर्दै पवित्र यो देवस्थल बुढालीकण्ठ भगवानको यो चरणबाट जीवन दर्शन 2 युट्युब च्यानल परिवारको तर्फबाट सबैलाई स्मरण गर्दै हाम्रा शुभेच्छुकहरू, समस्त दर्शकवृन्दहरू अनि हामीलाई हृदयदेखि नै प्रेम प्रदान गर्नुहुने हाम्रा सम्पूर्ण मनहरूप्रति हार्दिक आभार प्रकट गर्दै भगवान कृष्णको यो चरणबाट कृष्णाय वासुदेवाय देवकीनन्दनाय च नन्दगोप कुमाराय कृष्णाय नमो नमः। साँच्चै कृष्ण भगवानले
सबैलाई कल्याण गर्नुहोस् भन्ने आशीर्वचन व्यक्त गर्दै आजको यो छोटो भिडियो तेस्रो बिदा माग्यौँ। ओम श्री कृष्णाय नमो नमः। ओम श्री कृष्णाय नमो नमः।